तपाईहरुलाई यो ट्रान्सफर्मरको बारेमा सबै चीज बताउँछु। सबैभन्दा टुप्पोमा हुन्छन् तीनटा हाई भोल्टेज भएका ट्रान्समिसन तारहरू। यिनीहरुमा चाहिँ लगभग 11000 भोल्टेजको करेन्ट बगिराखेको हुन्छ। यिनीहरुमा करेन्ट थोरै हुन्छ, भोल्टेज बढी हुन्छ, पावर वेस्ट नहोस् भनेर। अनि यहाँदेखि चाहिँ जस्तो ठाउँ ठाउँमा ट्रान्सफर्मरहरू राखेका हुन्छन्, जस्तो यहाँ छ। अब यो ट्रान्सफर्मरमा चाहिँ यहाँदेखि तीनटा तारहरू आउँछन्। यो तीनटै तारहरू आएर यसरी फ्युजमा कनेक्टेड भएको छन्। यहाँनिर फ्युज छ, तीनटा फ्युजहरू हेर्नुस्, यो फ्युज भयो। यो फ्युजले चाहिँ एकदम हेभी लोड भएको करेन्ट आइरहेछ भने चाहिँ त्यसलाई डिस्कनेक्ट काम गर्ने गर्छ। अनि यहाँदेखि चाहिँ यो तीनटै तारहरू आएर ट्रान्सफर्मरमा यसरी कनेक्ट हुन्छन्। त्यसपछि यहाँ पछाडिदेखि हेर्नुस्, तीनटा फेज तार अनि एउटा चाहिँ न्युट्रल तारहरू पछाडि जोइन गरिरहेछ। यो तीनटा फेज तारमा चाहिँ लगभग 230 भोल्टको करेन्ट स्टेप डाउन भएर आइरहेछ र यिनीहरू तीनटैलाई चाहिँ ल्याएर तल यहाँ फ्युजमा कनेक्ट गरिएको छ। यिनीहरूको फ्युज तल यहाँ छ, ताकि हेभी लोड भएको विद्युत आयो भने त्यसलाई डिस्कनेक्ट गर्न सकियोस् भनेर। त्यसपछि यहाँदेखि चाहिँ फ्युजमा कनेक्सन भइसकेपछि यसरी तारहरू सप्लाई तारहरूमा जोडिन्छन्। त्यहाँ हेर्नुस्, त्यहाँ यहाँ 4वटा तारहरू छन्। 4वटा तारहरूमा यो तीनटा चाहिँ फेजका भए, एउटा तल्लोको वाला न्युट्रलको तार हुन्छ। यसरी चाहिँ यहाँ पनि छ अनि यतातिर पनि छन्। अनि यो साइडमा चाहिँ 2टा तार मात्रै छ। यसमा एउटा फेज हो, अर्को न्युट्रल हो। यतातिर धेरै त्यस्तो घरहरू छैनन्, त्यति सप्लाईको जरुरत नभए हुनाले यतातिर एउटा फेज र न्युट्रल मात्रै राखिया हो। अरू ठाउँमा चाहिँ 3टा फेज र एउटा न्युट्रल तार जान्छ। 3टा फेज मध्ये कुनै पनि एउटा फेजमा जोडेर चाहिँ सबैको घरमा बिजुली पुगाएको हुन्छ। हामीहरू सबैको घरमा चाहिँ 230 भोल्टको बिजुली आइराखेको हुन्छ।